आइन्स्टाइनको ड्राइभरले एक दिन आइन्स्टाइनलाई भनेछन्, सर तपाईले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु। आइन्स्टाइन छक्क परे। त्यसपछि उनले भने, ठीक छ, म अर्को बैठकमा जहाँ जाँदैछु उनीहरूले मलाई चिन्दैनन्, तपाईले मेरो ठाउँमा भाषण दिनुहोस् र म चालक हुनेछु। भोलिपल्ट बैठकमा त्यस्तै भयो। चालक स्टेजमा चढे र चालकले आइन्स्टाइनले जस्तै भाषण दिन थाले। दर्शकले चर्को ताली बजाए। त्यसपछि चालक नै आइन्स्टाइन हो भनी सोच्दै कारमा आए। त्यसपछि एकजना प्रोफेसरले चालकलाई सोधे, सर तपाईले भनेको कुरालाई एक पटक फेरि संक्षेपमा भन्नुहुन्छ? वास्तविक आइन्स्टाइनले ठूलो खतरा देखे। यसपालि चालकलाई पक्रनेछ। तर चालकको जवाब सुनेर उनी छक्क परे। चालकले जवाफ दिए, तपाईलाई यो साधारण कुरा थाहा भएन, मेरो ड्राइभरलाई गएर सोध्नुहोस्, उसले तपाईलाई व्याख्या गर्नेछ। अर्थात् बुद्धिमान मानिसको साथमा हिँड्नु भयो भने तपाई पनि बुद्धिमान बन्नुहुन्छ र सधैँ मूर्खहरूसँगै हिँड्ने हो भने तपाईको मानसिक र बौद्धिक स्तर र सोच पनि मूर्ख जस्तै बन्छ। त्यसैले संगत सबैको गरौं, तर सिको फिल्टर गरेर छानिएकाहरूको मात्रै गरौं। जति शुद्ध हुन्छु भने पनि कुहिएकाहरूको भिडमा परे आखिर गनाउनु नै पर्छ। त्यसैले फेरि पनि भन्छौं, संगत र श्रवण सबैको गरौं, सिको र अनुसरण छानेर बुझेर मात्र गरौं। यसमा सबैको भलो हुनेछ।